guys, welcome back to my vlog. हामी आइसकेको छौँ यहाँ छेउ खोज्नको लागि यहाँ धेरै मान्छे जम्मा भइसकेको छ त भिड भइरहेको छ guys, हामी आइसकेको छौँ यहाँ तपाईहरुको लागि माथिमा जंगलमा खोज गर्नलाई हैन साथी खोज्नलाई यस अब पार्किङ गर्दै छौँ हामी बाइक guys म पागल हो यो पागल दाइ हो यो पागल दाइ हतियार लिएर अब जंगल भित्र पस्नको लागि रेडी भइसकेको छु गाइस यहाँ पुरा सबै दाइहरु सबैजना आइसकेको छ अब हामी खोज्नको लागि निस्किदै छु के दाजुहरु छ हामी छु हामीहरु भित्र जाँदैछु पुरा भित्र जान्छु पुरा जंगलमा खोज्नु पर्दैछ हामीलाई अत्यन्त ढिलो भइसकेको छ आधी 1 घण्टा भइसक्यो केही भेटेको छैन यार यहाँ त दुविधाम परिसकेको छु भोक पनि लागिसकेको छैन यो दाइ त चिङपाङजिङ भइहालेको छ त चिलमा छ भेटेको छैन अझ पेट दुखिरहेको छ अब कता जानु भइहालेको छ अब खोज्नुपर्छ फेरि यता घरतिर भेटेकै छैन आज त गजब भइहालेको छ गाइस फर्स्ट चोटि आएको फाइनली हामीलाई छाती भेटिसकेको छ हैन अब यही हो अब हेराउनु पर्छ मम्मीलाई हैन के कस्तो हो यो छाती गाइस हामीलाई छाती भेटिसकेको छ हैन चिङफाङ चिङ छाती भेटिसकेको छ लिङपिङ हो छ फाइनली मैले ओरिजिनल छाती चाहिँ भेटे हैन एउटा मात्रै एउटा भन्दा धेरै भेटेन यो छाती यही छाती हैन यही छाती खोज्न आएको तर एउटा मात्र भेटेको छ अहिलेसम्म मलाई चाहिँ है अरूलाई भेट्यो धेरै होला मलाई चाहिँ एउटा मात्र भेटेको छ गाइस के भन्नु अब जंगलमा यही छाती खोज्न आएको थिएँ हामीहरू अब निस्किसक्यौँ र हाम्रो कम्प्लिट भइसकेको छ छेउ खोज्ने मिसन हामी चाहिँ यति खोजेको छु हैन आधी झोला जति हुन्छ 1 केजी जति अनि दाइले पनि खोज्नु भएको छ कति खोज्नु भयो हैन 1 झोला जति 1 झोला जति खोज्नु भएको छ म भन्दा धेरै हैन यसको मतलब यसको चाहिँ दाइको मतलब 2 केजी जति होला अरे यता गाउने के अरे दाइले अहिले नि भर्खरै भन्नु हुँदै थियो 2 किलो नै यसको मतलब 1.5 केजी छ तपाईहरुले सुन्नु भयो नि अहिले कुन झोलामा तारको झोलामा दाइले भन्नुभयो फुल झोला